साथीहरू हामी नेपाल आउनुको कारण बलेन्डाईलाई जिताउनु हो, त्यसैले जय घन्टी। जाऊ साथीहरू, आज गाउँमा गएर घन्टीमा भोट माग्नु पर्छ। नम्बर 1 नम्बर 2 यसपालि पनि सूर्यलाई जिताउनु पर्छ अनि हामीले कहिले बैंक लुट्नु पर्दैन। ओ सूर्य नै जिताऊ एकदम। बस तपाईले ठीक भन्नुभयो, जुम भोट माग्न। जुम जुम छिटो जुम। आमा नमस्तेमा भोट माग्न आएको, अस्पाली भोट फेरि पनि सूर्यमा है। मैले सूर्यमा भोट हाले भने मैले पाउँछु भन त आनी दिन्छु भोट। आमा त्यसको चिन्ता नगर्नु न, यो लिनु पैसा, तर यसपालि भोट चाहिँ सूर्यमा है। लाल बाबुहरू अब त भोट सूर्यमा नि हो ढुका हौ। लाल आमा हामी गयौं बाई। यो पैसाको लभले हामीले धेरै चोटि दुःख पायो, अब हामी यो पैसामा लोभिँदैन। अब तिनीहरूले जनताबाट लुटेको पैसा फिर्ता लिने पालो आयो। धेरै चोटि देखिम सूर्यको कम। अस्पाली पैसा होइन, आफ्नो छोरा खोरीको भविष्यमा भोट हालौं, तपाईहरूले बुझ्नुभयो होला। आमा नमस्ते, हामी घटीमा भोट माग्न आएको। हो र बाबुहरू बसेर कुरा गरौँ न। तपाईहरूलाई भोट दिनलाई तपाईहरूले के दिन सक्नुहुन्छ? हामी त्यस्तो दिनेमा पर्दैनौ। आमा यो घटी भनेको त बालेन्डाईको पार्टी हो नि, बालेन्डाईलाई चिन्नुहुन्छ? र बाबु बलेनलाई त चिनिहाल्छु नि। मलाई छोराले बलेनलाई भोट हालेन भने नेपाल आउडिन भनेको छ। बालेनको भोट चिना घान्टी पो हो, म बुद्धि मान्छेलाई कि त हुनक बाबुहरू। हो आमा, तिमी चिन्ता, हामी सिकाउँछौ। यो लेउ बाबुहरू, यो पैसा पाक्सी बालेन प्रधानमन्त्री भए पाक्सी देशको लागि प्रयोग गर्नु भन्ड्यो। होइन आमा, यो पैसा तपाईँ नि रखानु, हाम्रो लागि तपाईँको माया नि ठुलो कुरो हो। हुन्छ आमा, तपाईँले बलेन्दै प्रति देखाएको माया कहिले बिर्सिन्न। बाई आमा, हामी गयौं। हुन्छ बाई। नमस्ते सबैलाई। यसपालि भोट हाम्रोलाई होइन, राम्रोलाई हालौं। त्यो हाम्रो छोराछोरीको भविष्य छ। हास्त धन्डेबाट यो भिडियोलाई सबै भएको ठाउँ पुर्याऊ।